हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आज हामी के गर्दैछ जस्तो लागिरह्यो होला तपाईँलाई होइन। आज चाहिँ हामी मोमो बनाउन गइरहेका छौँ। मोमो तपाईँलाई थाहा छ यो मोमो कहाँ बनाएर लाने हो? अस्तिकै ठाउँमा जाने हो। हामी डोनेसनको कार्यक्रममा छ होइन। हाम्रो अङ्कल र आन्टीको जेठा छोराको बर्थडेमा होइन यो मोमो चाहिँ बनाएर लान आँटेको। मोमो मात्र होइन, चाउमिन पनि लाने हो, चिसो पनि लाने हो, केक पनि लाने हो होइन। केक काट्ने कार्यक्रम पनि भइसक्यो हाम्रो। केक काट्न थाल्यो र केक काटेर सबैजनाले विस गर्न थाल्यो, ह्याप्पी बर्थडे सुनिल दादा भनेर होइन। अनि सबैले यसरी केक काट्दैछ। केक काट्नलाई होइन बधाई दिँदैछ, के गर्दैछ खै के गरे हो होइन। देख्न सक्नुहुन्छ सुनिल दादाको बुवाले चाहिँ झिलिमिली पार्दैछ भने आमा चाहिँ फुक्दै हुनुहुन्छ। अनि त्यसपछि हामीले केक काटेर बाँड्न थाल्यौँ। सबैलाई लाइन बाई लाइन केक काटेर बाँड्न थाल्यो। सबैभन्दा पहिला मैले मेरो छोरीलाई दिएँ। मेरो छोरी चाहिँ केक कपाकप खान थालिन् र म चाहिँ केक काटेर अरूलाई दिन थालेँ। यसरी दिइसकेपछि मोमो वितरण गर्ने कार्यक्रम भयो। आन्टीको काम चाहिँ मोमो हाल्ने, मेरो काम अचार बाँड्ने हो है साथी हो। कस्तो लाग्यो? मैले अचार बाँड्दा कति थोरै देखेँ जस्तो लाग्यो होला है। एक डाडु पो है साथी, त्यो थोरै होइन नि, त्यत्रोजनालाई पुर्याउनु पर्ने थियो। अनि के गर्न र गाह्रो छ मलाई। कति हाल्ने गेस गर्दै हालिरहेको थिएँ होइन। मान्छे हेर्नु पर्यो। अनि यसरी नै हाल्न थाल्यौँ। अनि त्यसपछि मोमो चाहिँ हामीले टन्नै बनाएर लगेका थियौँ। यति गाह्रो भएको थियो साथी हो मोमो बनाउन। के गर्नु र, कसले बुझ्ने यो व्यथा अरे क्या जस्ट फर नै। अनि त्यसपछि यहाँनिर उहाँ चाहिँ यो के भन्छ कस्तो कप टाइपको चिम्टी लगाएको, सेतो चिम्टी लगाएको बहिनी चाहिँ यहाँको शिक्षक रहेछ होइन। बिहान बेलुका आउनु हुँदो रहेछ। अनि कता शिक्षक पनि हुनुहुन्छ, उहाँ चाहिँ शिक्षिका हो होइन। शिक्षक पनि हुनुहुन्थ्यो। म चाहिँ हेर्दै थिएँ कसलाई पुग्यो कि पुगेन भनेर होइन। मोमो अब बाँडिरहेको छ नि त, कसलाई पुगेन हेर्दै थिएँ। अनि अङ्कलले चाहिँ बाँड्दै हुनुहुन्थ्यो। अनि भेज खाने चाहिँ चाउमिन मात्रै ल्याएको थियौँ हामीले। भेज चाउमिन चन्नासन्ना हालेर होइन टक्क पारेर ल्याएको थियौँ। अनि मेरो छोराले चाहिँ मम्मी चिसो पानी खानुहोस् भनेर मलाई चिसो पानी ल्याएर दिँदै थियो। तर म अचार बाँड्नमा व्यस्त थिएँ। हामीले त्यत्रो मोमो ल्याएको थियौँ कि मोमो के गर्नु र। हाम्रो के भन्छ अङ्कल आन्टी के भन्छ के भन्ने यसलाई, अब जे होस् अरूलाई सहयोग गर्न उहाँहरू पनि खप्पिस हुनुहुन्छ क्या। अङ्कल पनि यस्तो महान व्यक्ति हुनुहुन्छ। यसरी बाँड्न थाल्नुभयो। ल हेर्नुहोस्, ल हेर्नु देख्नुभयो, निलो टी सर्ट लाउने सुशील भाइको बुवा, अनि त्यसपछि रातो कुर्ता लाउने उसको मम्मी है। हाम्रो चाहिँ अब छिमेकी अङ्कल आन्टी हो होइन। अब सँगै हिँडेको भएर अनि अङ्कल आन्टी नै भन्छौँ। अनि अघि त्यसपछि क्याप लाएर आउँदै हुनुहुन्छ नि, ज्याकेट लाएर। उहाँ चाहिँ शिक्षक रहेछ, बिहान बेलुका मात्र पढाउनु हुँदो रहेछ। हामीले डोनेसन गर्ने बेला चाहिँ उहाँहरूलाई भेटेनौँ साथी हो। खै हामीले चाहिँ किन नभेटा हो, यो चाहिँ मैले बुझ्न नसकेको कुरा। र सबैलाई यसरी मोमो पस्केर दिएपछि पनि उहाँहरूले खान थाल्नु भएन। किन थाहा छ? अहिले भन्छ ल म किन हो भनेर। अनि पर बसिरहनु भएको एक्लै बस्नुभएको दाइ चाहिँ बेलुकाको खानाको लागि आउनुभएको रहेछ होइन। उहाँको उहाँ पछाडिबाट हेर्दै हुनुहुन्छ नि त्यो दाइ। उहाँ चाहिँ बच्चाहरूलाई अब बेलुकाको खानाको लागि डोनेसनको लागि आउनु भएको छ। जे होस् एकदम रमाइलो लाग्यो होइन। यसरी बर्थडे यस्तो तरिकाले पनि सेलिब्रेट गर्न सकिन्छ है भन्ने एउटा उदाहरण हो है साथी हो। र किन मैले खाना नखाएको भनेर देखाउँछु भनेको थिएँ नि। यसरी प्रे गर्दा रहेछ पहिला भगवानलाई प्रे गरिसकेपछि मात्रै उनीहरूले खान थाल्दा रहेछ। अनि आन्टीले चाहिँ आफ्नो छोरालाई देखाउँदै हुनुहुन्थ्यो यसरी उनीहरूले प्रे गर्छ अनि मात्रै खान्छ भनेर होइन। अनि त्यसपछि मोमो अब खाइसकेपछि त थप्नु पऱ्यो नि त। थप्नको लागि आन्टीले चाहिँ हेर्दै हुनुहुन्थ्यो कसलाई थप्नु पर्छ भनेर। अनि त्यसपछि उनीहरू बिचरा यत्रो खाइसकेको थियो होइन। बेलुकाको 5:30-6 बज्न आँटेको थियो। यत्रो खाएर बिचरा खाना चाहिँ कसरी खान्छ भन्ने मात्रै थियो क्या। किनभने उनीहरूको लागि खानाको पनि मान्छे आइसकेको थियो नि त। त्यही भएर मलाई चाहिँ एकदमै हाँस उठिरहेको थियो। बिचरा यो बाबु अगाडिदेखि नै खान थालेको हो क्या। अनि अब हामी चाहिँ जाने बेला भयो। ल गाइज यति नै हो होइन।
बाई बाई सब्सक्राइब माई च्यानल यस्तै होइन समाजसेवी कामको लागि मलाई अग्रसर गर्नलाई यसो सपोर्ट गर्नुहोस् सब्सक्राइब गर्नुहोस् लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् साथी हो बाई 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 लभ यु गाइज बाई बाई